Hello guys. Your Puspa is finally 24. Okay, super excited. म चाहिँ आज घरबाट नै गेट रेडी विथ मी फिट चेक गर्छु भनेको यहाँ यति धेरै कपडा लाउनु पर्यो एन्ड देन आई डिडन्ट डु द्याट. तर अहिले माथि म चाहिँ मन्दिर जाँदैछु. माथि मन्दिर गएपछि चाहिँ आई विल डु अ लट अफ चटक. अहिले चाहिँ यहाँ हाम्रो सबसे यो मन्दिर जाँदाखेरि चाहिँ यहाँबाट चाहिँ भ्यू पोइन्ट छ कि ट्याक्क लाएर हाम्रो गाउँ चाहिँ बब्बालै देखिन्छ. इट्स बिन अ वाइल. कति भयो? इट्स अलमोस्ट 4 months. नियरली 4 months मैले भ्लग नबनाएको ड्यु टु माई पर्सनल रिजन्स, ड्यु टु माई दिस मोबाइल फोन आइ एम नट बिङ एबल टु. होइन त्यस्तै छ. ल मेरो गाउँ देखाउँछु होइन. अस्ति नै खोइ सायद देखाएको छैन होला मैले. ए परानै भन्दा प्यारो छ म जन्मेको गाउँ. मेरो जन्मदिनमा म मेरो गाउँ हेर्दैछु. टक्क पुरै कभर मेरो आँखाले कभर हुने गरी. यहाँभन्दा भाग्यको कुरा के हुन्छ र गाइज. त्यही हो, हेर्न सक्नुहुन्छ हिमाल. त्यो एकदम राम्रो हो कि साँच्ची भने. मैले गफ हानेको होइन. मेरो गाउँ चाहिँ सबैलाई नै राम्रो लाग्छ आफ्नो गाउँ त. तर मेरो गाउँ चाहिँ इट्स एक्स्ट्रा अर्डिनरी. अनि फेरि त्यहाँ छ यो चाहिँ नेपालको ठुलो पहिरो मध्येमै पर्छ. कति स्थानमा पर्छ थाहा भएन. तर मेरो यो पहिरोमा गएको भ्लग छ भावनासँगको. अनि चाहिँ यो मेरो गाउँ भयो. यतापट्टि चाहिँ मेरो मावली जिल्ला. त्यहाँ देख्न सक्नुहुन्छ हिमालहरू. अनि आउँछ हाम्रो पाल्पा जिल्ला. तर मेरो फोनले चाहिँ क्याप्चर गर्दैन. आई नो दिस. त्यहाँ देख्नु भयो होला रानी महल होइन. मैले एआई अन गरेको छु कि. ल जुम गर्नु चाहिँ मिल्दैन अहिले. त्यो पुल देखाएको छ होइन. यो पुल त्यो रानी महल हो. त्यो पाल्पा जिल्ला. अनि फेरि यहाँनिर यो हाम्रो स्याङ्जा जिल्ला भयो. अनि यो डाँडाहरू देखिएको चाहिँ के अरे गुल्मी जिल्ला. अनि उतापट्टि त्यतातिर हो पोखरा चाहिँ. उता टाढा हो कि. कतिजनाले स्याङ्जा भन्ने बित्तिकै चाहिँ पोखराको नजिक बुझ्नुहुँदो रहेछ. मेरो घर चाहिँ पोखराको नजिक होइन. यहाँ देख्न सक्नुहुन्छ गुल्मी जिल्ला. यो गुल्मी जिल्ला र पाल्पा जिल्लाको काखमा चाहिँ हाम्रो स्याङ्जा जिल्ला मेरो गाउँ छ होइन. त्यही हो गाइस. अब चाहिँ हामी जाम मन्दिरतर्फ. म एक्लै आएको हो. मेरो भाइ बहिनी कोही छैनन् घरमा. अनि म एक्लै हिँड्नुपर्छ. एन्ड आई गट नो फ्रेन्ड्स भन्दाखेरि भावना रिसाउली. भावना त छ, भावना आफ्नै कामले बिजी भएर त्यो उता गई. त्यही हो. ल म सकेसम्म एडिट गर्नु नपर्ने चाहिँ गराउँछु. किन भन्दा मैले क्यापकट पनि फालिदिइसकेँ. माई फोन इज लिटरली डाउन. If my brother, if my dad, if my भाउजू is watching this video, please sponsor me sponsor me an iPhone, not a phone, not an iPhone. ल जामै त रहेछु. There is my partner, riding partner for today. ट्र्याक्टर भन्दा धेरै खरा छ हौ यो. And let me show you my new bag. मेरो ब्याग देखाउँछु. It's so beautiful. भाउजूले पठाइदिनु भएको ब्याग हो कि यो चाहिँ. आम्मामा मर्दै छ त हौ. ल हाम्रो गाउँ यही भयो. यो चाहिँ भालेबास भन्छ. अब यहाँबाट माथि जाने हो. आई वन्डर मलाई स्कुटरले पुऱ्याउँछ कि पुऱ्याउँदैन. तर कति राम्रो देखेको यो रुख. आई एम फिलिङ रियली ह्याप्पी गाइज. तर म आइएम सच अ ह्याप्पी सोल. म एक्लै छु त्यही पनि. आई लुक भेरी ह्याप्पी. ल थ्याङ्क यू गाइज. अब अगाडि गएर भिडियो बनाउँछु है म. सो फाइनली गाइज हामी चाहिँ आइसकेका छौँ आलमदेवी. देख्न सक्नुहुन्छ भ्युज. तर म कति भइसक्यो नि त ग्याप लिएको ब्लग बनाउनलाई. अनि म त भुलि पो सकेछु त हौ बोल्न त. फ्रन्ट क्यामेराबाट भिडियो बनाउनु त यताबाट बनाउनु हिँड्छ क्या. ब्याक क्यामेराबाट थाहै हुन्न क्या. यसो फिट चेक हान्दैन. नमस्कार. अरू पनि आउनु भएको छ. ल पहिला मन्दिर घुमाउँ. म मन्दिर घुमाउँछु. ल ब्याक क्यामेरा घन्टी बजाउँदै हिँड्नुपर्ने हो.
मन्दिरकोमा My goodness. त्यहाँबाट कस्तो राम्रो हिमाल देखेर चाहिँ अहिले देखाउँछु ल त्यहाँ मान्छे आउनु कि लाज लाग्यो मलाई ओके यहाँभित्र चाहिँ यस्तो छ सो यो चाहिँ हाम्रो मूल ढोका चाहिँ यहाँ छ तर हामी चाहिँ पूजा गर्ने चाहिँ यताको ढोकामा है ओके लेट्स गेट रेडी टु गो होम यस्तो जाडो छ के गर्नु बोकी फुला हो यो गाइज के भन्नु मलाई बोल्नु चाहिँ थियो म त बोल्नै बिर्सेछु त हो म थोरै बोल्नु आई फर्गट सुन्तला खाँदै यति गफ लाउनु एउटा गफ लाउनु हो कि यो गफ सुन्नु ल ओइ ल ओके गफ लामा अब चाहिँ के भन्दाखेरि आई टर्न 24 टुडे बा बुढी भयो अब 24 वर्षको भएँ म आज अनि एउटा एकदमै ग्रेट अहिलेसम्मको लाइफको राम्रो डिसिजन भनौँ न अरू पनि लिएको थिएँ होला तर वान अफ दि एकदमै राम्रो डिसिजन चाहिँ मैले मेरो बर्थडेको लागि चाहिँ के लिएँ भने मेरो 24th बर्थडेमा चाहिँ आई गिफ्टेड माइसेल्फ 24 बुक्स 24वटा बुक मैले चाहिँ आफूलाई गिफ्ट गराएको कि अहिले काठमाडौँ छ त यहाँ चाहिँ छैन मतलब आइसक्यो हा वा 24वटा बुक किनेको कि मैले अब चाहिँ त्यो 24वटा बुक चाहिँ मैले पढ्छु एन्ड देन इट वाज सुन्नुहोस् गाइज इट वाज फ्रम माई भेरी ओन ब्रदर्स मनी त्यही हो दाइको पैसाबाट किने हो बाबाको दाइको मम्मीको भाउजूको ओके जता जताबाट कलेक्ट भयो ओके त्यही हो अनि अहिलेसम्म चाहिँ आइएम एकदमै ब्लेस्ड विथ माई लाइफमा एकदम खुसी हो आगामी दिनमा पनि खुसी हुन पाइयोस् तर पढाइ चाहिँ अलिकता इम्प्रुभ हुनु पर्यो केही गर्नु पर्यो धेरै कुरा गर्ने हो बुढी भइसक्यो त्यो पढ्यो भने कस्तो राम्रो माहौल देखाएर है अनि आई एम रियली ग्रेटफुल टुवर्ड्स माई फ्यामिली तर म यो भिडियो पोस्ट गरिदिन्छु क्या हाम्रो घरमा त्यस्तो इमोसन्स माया चाहिँ सेयरै हुन्न क्या हाम्रो घरमा अनि त्यही भन्न चाहिँ लाज लाउँछ त्यही पनि अब म एक्लै हो मन्दिरमा कोही हुनुहुन्न त्यही एकछिन गफ लाउँछु म एकदम खुसी छु परिवारप्रति पनि मेरो लाइफप्रति पनि पढाइ चाहिँ अलि राम्रो हुनु पऱ्यो हेर पुष्पा भएन यस्तो चालले अरू ठिक छ पार्टनर पनि राम्रो भओस् आई डोन्ट ह्याभ अरूलाई चाहिँ केही होला जस्तो हुन्छ हुँदै हुन्न पिपुल आस्क मी बोयफ्रेन्ड छ कि छैन भनेर हुन पऱ्यो नि मै छुची हो हुँदै हुन्न मेरो अनि के प्याच छ भनिदिन्छु अनि केटाले यस्तो डरेर भागिहाल्छ ठिकै छ लाइफ त हो चलिरहन्छ बल्ल 24 हो 27 28 29 30 वर्षसम्म त आई स्टिल ह्याभ 6 इयर्स होल 6 इयर्स त्यही भएर पार्टनरप्रति त ठिक छ आयो भने आइएम वेलकमिङ यु नभए भने ठिक छ मलाई मेरो पढाइ सुधार्नु छ अनि म गफ धेरै लाएँ अनि युट्युब फेरि मेरो लागि चाहिँ भोलि पर्सि म बुढो भएर हेर्नलाई चाहिँ रमाइलो होला भनेर चाहिँ म ब्लग बनाउने हो त्यही भएर यो भिडियो म अपलोड गर्छु यो भिडियो देखिसकेपछि त्यहाँ चाहिँ पाइले कमेन्ट पनि गर्ने होइन इफ यु डु कमेन्ट केही पनि हुन्न यु क्यान कमेन्ट त्यही हो सबैजनाले राम्ररी पढ्नुहोस् मेरो भ्युवर्सहरू मेरो आशीर्वाद जसले यहाँसम्म हेर्नुभयो नहेरेकोलाई पनि है आशीर्वाद चाहिँ हेरेकोलाई अझै विशेष आशीर्वाद तपाईँको स्वास्थ्य धन सम्पत्ति शिक्षा दीक्षा पारिवारिक सुख सम्पत्ति सबै राम्रो पाउँछु
त्यही भन्दै आज आलमसम्मको ब्लग चाहिँ म यहाँ इन्ड गर्छु। घरमा गएर नि इफ देयर इज एनिथिङ रमाइलो केही भयो भने चाहिँ म त्यो एड गर्छु, नभए चाहिँ यतिमै मेरो आजको भिडियो एन्ड हुनेवाला छ। नभए आलमको चाहिँ यही हो, अब म स्कुटर लिएर दौडिहाल्छु घरतिर, केही खाएन। अहिले कति बज्यो, अहिले भन्नुपर्दा ठ्याक्क लाएर 12:02 गयो। अब निस्किनुपर्छ। थ्याङ्क यू फर वाचिङ। ह्याप्पी बर्थडे टु यु पुष्पा।